ल बाढी पहिरोले बिजोग बनाएर सामानहरू चाहिँ यसरी अहिले खोला तार्ने काम हुँदैछ। एकदमै धेरै सामान छ। अब यो कहिले तारिसक्ने, धेरै माथि लिएर जानुपर्ने छ। माथि लाइट बल्दै गरेको ठाउँसम्म लिएर जानुपर्ने। अब यो कहिले यो तारिसक्नु पर्ने। फेरि यो सबै बेको सामान रहेछ। अब के हुने हो जिन्दगानीमा। ल एकदमै अँधेरोमा एकदमै यो बाटो अप्ठ्यारो, खोलामा कसरी तार्ने हो सामानहरू, गाह्रो छ है। ल राति हामी चाहिँ बाटो बिग्रेकोले गर्दा यसरी भारी बोकेर आउँदैछौँ है। बाटो नै छैन, खोलाले लगिसक्यो बाटो जति सबै। अनि सबजना भारी बोकेर, यो चाहिँ बेको सामानहरू छ हाम्रो यहाँ महेन्द्र दाईको बहिनीको बे, त्यसको लागि भारी लिएर आउँदैछौँ। गाह्रो छ। पिता गाउँछ जाने चरे नका फेरि फेरि अझै नयाँ रसिरहन हुन्छ जुनीभरि, अझै नयाँ रसिरहन हुन्छ जुनीभरि। सलल पानी बगेर गयो, देखो लानु भएन, देखो लानु भएन।